अभिभावक प्यारेन्ट्सहरूको साझा समस्या खास गरेर सानो क्लासमा पढ्ने बच्चाहरू छन् भने पढाइमा त मेरो बच्चा एकदम राम्रो छ तर पढ्नमा मनै लाग्दैन। यस्तो प्याराडक्सियल कम्प्लिमेन्ट, विरोधाभासीपूर्ण प्रशंसा, यस्तो मानौ कि मेरो युट्युब कन्टेन्ट जस्तो कन्टेन्ट भिडियो त धेरै राम्रो छ तर भ्युज र सब्सक्राइब नै आउँदैन। मोबाइल चलाउन दियो 5 घन्टा एकै ठाउँ बसेर हेरिदिन्छ। किताब खोलेर पढ्न बस भन्नुपर्छ, किताब खोल्ने बित्तिकै उसलाई प्यास लाग्छ, जिउ चिलाउँछ, कमिलाले टोक्छ, टोयलेट लाग्छ, भोक लाग्छ। पामा प्यारेन्ट्सहरूलाई त लाग्दो होला बच्चा त मेरो तेजै छ, साला यो टिचरै खराब हो कि स्कुल खराब हो कि यो सारा बच्चाहरूलाई पढाउने साला सिलेबसै ठिक छैन।